गाइस अब यो साइप्रसमा चाहिँ होइन अब भन्नु खासै केही थिएन। अब अलिकति भिडियो बनाऊँ भनेर म आइयो। साइप्रसमा चाहिँ तपाईँको घाम लाग्ने पानी पर्ने होइन जाडो भने यस्तो हुँदो रहेछ। तर हावा चाहिँ लास्टै छ नि यहाँ। ओहो हावा त घाम पनि लाग्छ पानी पनि पर्छ जाडो मौसममा, तर हावा त नभनौँ यस्तो तोड चल्छ कि हेर्नुहोस्। पहिले हामी यहाँ तलतिर हिँड्थ्यो यसरी गरेर एक्सर्साइज गर्ने यता आउँथ्यो। ल अहिले हेर्नुहोस् छाल बाफे बा हेर्नु समुद्र जङ्गिएको यति ठुलो छाला आएको छ कि बाफे बा। यही छाल हेर्न भनेर म आएको थिएँ यहाँ। समुद्रमा छाल कस्तो हुँदो रहेछ र यति जाडो भनेको चाहिँ त्यो हावा चल्ने रहेछ कि लास्ट टाइम। हावा त हेरि नसक्ने हुन्छ हौ यहाँ। ल हेर्नु त्यहाँ ल हावा हुरी ओहो जाडो बनायो सिटिक्कैमा खालि यत्रो लाउँदा नि। हामी अहिले यो फापस भन्ने ठाउँमा छु। फापसको एउटा सिटी एरिया हो यो होटलको उसको लागि। ओ माई गड भने जिन्दगीमा देखेको थिएन यस्तो त। हेर्नुहोस् गाइस हेर्नुहोस् छाल हेर्नुहोस् छाल कुनै मान्छे त रमाइलो गरेर आएको छ। माछाहरू कहाँको यहाँ माथि चढ्यो ल कानको। चढ्यो यहाँ रमाइलो समुद्र रमाइलो छ भाइ। हेर्नु यस्तो आउनु ल यो ठुलो है यो त ठुलो है। हेरौँ कसै यहाँ पानी हेरौँ छाल ल ल ल ल ल ल ल ब्युटिफुल भ्यू छ एकदम ब्युटिफुल भ्यू चाहिँ लास्टै राम्रो। माछामा ढुङ्गाहरू त्यो हुन्छ नि त्यो
त्यो नाउहरू सबै हटाउँदो रहेछ है यसमा त उठ्यो यो त ल 10 फिट धन्य ल सातै उडाइदिएर तेरिका पानीसम्म आइदिएर मान्छे मरिहाल्छ यहाँ गएर त्यो साइड सबै नाउहरू थियो पऱ्यो छैन नाउ अहिले नाउ सबै हटाइसकेको छ